नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौँ अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् 2021 को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्र समृद्धका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताउनु भएको छ। अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने ओलीको भनाइ छ। आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने उहाँले उल्लेख गर्नुभएको छ। समृद्ध नेपाल, खुशी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको बताउँदै ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक बाधाहरूको सामना गर्नु परेको स्मरण पनि गर्नुभएको छ। आगामी वर्ष राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन खुशी बनाउने अभियान सार्थक बिन्दुको अझ नजिक पुग्ने बताउँदै उहाँले राष्ट्रियता पनि अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभएको छ। भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ पाउने अपेक्षा पनि ओलीले गर्नुभएको छ। 8औं राष्ट्रिय पोषक दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ। शुक्रबार युवाहरूले राष्ट्रिय पोशाक सहित काठमाडौँमा मार्च पास गरी दिवस मनाएका हुन्। हाम्रो शान, हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने मूल नाराका साथ उनीहरूले सांस्कृतिक पहिचान सहितको पोशाकका साथ र्यालीमा सहभागी भएका थिए। ढाका र भातगाउँले टोपी, दौरा सुरुवाल, गुन्यू चोली लगायतका युवा युवतीहरूले नेपाली झण्डा र बाजा गाजा सहित मार्च पास गरेका हुन्। पछिल्लो समयमा नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिले धराशायी बनाएकाले नेपालको संस्कृति, सभ्यता र धरोहरलाई विश्व समुदायमा उजागर गर्न राष्ट्रिय पोशाक दिवस मनाइएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताउनु भएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्च पास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद पुगेर माइतीघरमै टुङ्गिएको थियो। नेपाली पोषक संरक्षण गर्ने उद्देश्य सहित पुस 17 गतेका दिन नेपाली पोषक दिवस मनाउन थालिएको हो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार ग्यावालीको भारत भ्रमणको तयारी पुनः थालिएको छ। यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृह कार्य भएको थियो, तर नेकपा भित्रको विवादको कारणले सो भ्रमण हुन सकेको थिएन। त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो, तर प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भङ्ग गरेपछि सो मितिमा भ्रमण हुन सकेको थिएन। अब जनवरीको दोस्रो साता भ्रमण गर्ने गरी दुवै पक्षले तयारी अगाडि बढाएका छन्, तर आगामी हप्ताबाट सर्वोच्चमा संसद विघटनको बारेमा छलफल हुने भएकाले तत्कालै मिति भने घोषणा नगरिने स्रोतले जानकारी दिएको छ। ग्यावाली संयुक्त आयोगको बैठकमा भाग लिनका लागि दिल्ली जान लागेका हुन्। आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ। अनलाइन मार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ। एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक बक्स अर्थात् आँखाको स्क्यान वा औँठा छापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन्। अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइटमा जानुपर्नेछ। फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्नेछ। श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको SMS आवेदकको मोबाइल र आवेदन गर्दाको युजर अकाउन्टमा
सूचना आउनेछ। त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ। साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्छ। श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको FIM को युजर अकाउन्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ। तपाईँ आफैले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुनेछ। पुनः श्रम स्वीकृति लिँदा म्याद, जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइन मार्फत नै तिर्न सकिन्छ। यसैगरी अनलाइन मार्फत तिर्दा कुनै शुल्क लाग्ने छैन। ई सेवा फोन पे, प्राली बाट पनि तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ। अनलाइन मार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बिमा जारी गरेको छ। अबदेखि पुनः श्रम स्वीकृति लिन विभागको कुनै पनि कार्यालयमा कोही पनि श्रमिक जानुपर्ने भएकाले श्रमिकलाई यसबाट पुनः श्रम लिन थप सहज हुने विभागले जनाएको छ। तर पुनः श्रम स्वीकृति लिन अनलाइन सेवाको आधिकारिक प्रयोग गर्न विभागले अनुरोध समेत गरेको छ। प्रतिनिधि सभा विघटन भएको यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो 4 बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो। नेकपाको प्रचण्ड नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेस लगायतका विपक्षी दलले प्रतिनिधि सभा विघटनको विषयलाई राष्ट्रिय सभाको बैठकमा उठाउने तयारी गरेका छन्। तर राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनको विषयमा कुरा उठाउन मिल्ने कि नमिल्ने भन्ने बहस पनि चलिरहेको छ। आज पहिलो दिनको बैठकमा पेश हुने सम्भावित कार्यसूची तयार भएको छ। संसद सचिवालयका अनुसार बैठकको सुरुमै अधिवेशन आह्वान र मन्त्री परिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइनेछ। त्यस्तै राष्ट्रिय सभाका समिति गठन सम्बन्धी आदेश 2077 सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका साथ शुभकामना मन्तव्य राख्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्नुहुने सम्भावित कार्यसूची छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदय त्रिपाठीले औषधि तेस्रो संशोधन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश 2077 पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभामा नेकपाका 49, कांग्रेसका 6 र जनता समाजवादीका 3 सांसद छन्। सर्वोच्च अदालतले उखु किसानलाई 1 महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज 1 महिनाभित्र अनिवार्य रूपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनु भनी अन्तरिम आदेश जारी गरेको हो। आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषय समेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै देशको राजधानी काठमाडौँसम्म भुक्तानी प्राप्तिका लागि वर्षै पछि हारगुहार र धरना गर्नुपर्ने अवस्था छ। आदेशमा भनिएको छ, यो अवस्था आफैमा अन्यायपूर्ण मात्र नभएर लोक कल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकाले आजका मितिले 1 महिनाभित्र अनिवार्य रूपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट उखु किसानहरूलाई भुक्तानी दिनुपर्ने बताइएको छ। अधिवक्ता डाक्टर पुण्यप्रसाद खतिवडाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनको
सुनवाईपछि अदालतले आदेश जारी गरेको हो। उखु उत्पादक किसान आफ्नो उखु बिक्रीको भुक्तानी नपाएको जनाउँदै आन्दोलनमा छन्। कृषकले आफ्नो पुँजी, मेहनत, पसिना र कतिपयले बैंकसँग व्यक्तिगत कर्जा लिएर उखु उत्पादन गरेको मूल्य तत्काल प्राप्त गर्न नसक्नाले आफ्नो जीविकोपार्जन, परिवारको भरणपोषण, शिक्षा, स्वास्थ्य जस्ता अति आवश्यक विषयमा खर्च गर्न नसक्नाको अलावा उल्टो कर्जाको मारमा परिरहनु परेको अवस्थाले सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक समेत हनन भएको आदेशमा जनाइएको छ। नेपालको सम्पूर्ण अर्थव्यवस्था समिति मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप नेकपा स्थायी समितिका सदस्य वर्षमान पुनले लगाएका छन्। नेकपा प्रचण्ड माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन्। संविधानमा स्पष्ट रूपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ छ। नेता पुनले प्रधानमन्त्री ओलीले मुलुकमा निरङ्कुशता लाद्ने प्रयास गरिरहेको आरोप पनि लगाए। तर असंवैधानिक प्रतिनिधि सभा विघटनको जगमा निरङ्कुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनले दिए। ओलीले निरङ्कुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिँडिरहनु भएको छ, नेता पुनले भने। राजा महाराजाको निरङ्कुशता नटिकेको नेपालमा ओली निरङ्कुशता धेरै दिन टिक्न सक्दैन। ओली नेतृत्वको वर्तमान सरकार बढीमा 4 महिना टिक्ने दाबी पनि उनले गरेका छन्। नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्रिय अध्यक्षको भूमिकाबाट चुकेको टिप्पणी समेत गरेका छन्। एक फरक प्रसङ्गमा पुनले केन्द्रीय समितिको झण्डै 2/3 र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिन्ह आफूहरूले पाउनेमा शङ्का रहेको बताएका छन्। अब अन्तमा खेल प्रसङ्ग। प्रधानमन्त्री कप 1 दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्ता हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने खेल काठमाडौँको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछ। प्रतियोगिताको मिति केही दिनमा क्यानले सार्वजनिक गर्ने जनाएको छ। यसअघि पुसको 11 गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो। महिला र पुरुषको प्रतियोगिता एकैसाथ हुने भएकाले क्यानले पुरुषको प्रतियोगिता 3 हप्ताका लागि सारेको थियो। राष्ट्रिय खेलकुद परिषदको प्रायोजन र क्यानको आयोजनामा हुने प्रतियोगितामा 3 विभागीय सहित 10वटा टिमको सहभागिता रहनेछ। यस अघिका 2 संस्करणमा प्रतियोगिताको विजेताले 20 लाख रुपैयाँ पाउँदै आएकोमा यो पटक विजेता र उपविजेताले कति रकम पाउँछन् भन्ने क्यानले खुलाएको छैन। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।